यो पोलिसी आयो नि, पहिला ब्रिगेड अफ गोर्खासमा भएको पहिलाको कानुन, पहिलाको पोलिसी स्वात्तै रड्डीको टोकरीमा गयो। 1947 सालको त्रिपक्षीय सम्झौता पनि खोला खोलै गयो। अब तपाईले ब्रिगेड अफ गोर्खासका पहिला तपाईको कमान्डिङले, तपाईको गोर्खा मेजर साहबले तपाईलाई 3 वर्षभन्दा बढ्दो फ्यामिली पास ल्याउनको निमित्त यो कानुनले दिँदैन, गयो घिरिङघाटमा। गोरा र गोर्खालीको बारेमा बराबर सुविधा दिन यो कानुनले मिल्दैन, यो पनि खाल्टे खाल्टे गयो। र अहिले त्यो सब कानुन खाल्टोमा गएर यो नयाँ पोलिसी आयो। यो पोलिसीले के भन्छ भने बेलायती नागरिक सराको सुविधा हरेक हक अधिकार पाउने यो पोलिसीमा छ। यहाँनिर आइएलले आवश्यक भिसा मात्रै पाउने भनेर उल्लेख गरेको भए बाँकी हाम्रो मुद्दा थियो। जबकि यहाँनिर कमनवेल्थ कन्ट्री सरको सुविधा पाउने अनि बेलायती नागरिक सरको सुविधा पाउने, त्यहाँ गइसकेपछि घरबाल पाउने, जसले काम गर्न सक्दैनन् 60 वर्ष नागेपछि 700 पाउन्ड भत्ता पाउने, बदैले पनि 290 पाउन्ड भत्ता पाउने, निःशुल्क स्वास्थ्य उपचार गर्ने, अनि तपाईको योग्यता र क्षमता भयो भने त्यहाँको चुनाव पनि लड्न सक्ने, जस्तै धन गुरुङले जितिसक्नुभयो। तपाईले सम्पूर्ण अधिकार पाउने भनेर यो पोलिसी आयो। अनि तपाईले फेरि हाम्रो अरू बाँकी मुद्दा छ भनेर, हाम्रो पेन्सनको मुद्दा त बाँकी नै छ भनेर तपाईँ आफैले विवाद निकाल्नुहुन्छ भने भोलि तपाईँको पेन्सन इक्वल हुँदैन र तपाईँको पेन्सनको मुद्दा लड्नुभयो भने हार्ने पनि सम्भावना छ। जबकि यहाँ इक्वल भनेर जब आइसकेपछि यहाँ त बेलायती नागरिक सरक हो नि, अनि हामी आफैले विवाद स्पष्ट कुरो ल्याउने। त्यहाँ त लौ पदमबहादुर त मुद्दै सकियो भनेर बोल्यो भनेर चाहिँ त्यसलाई पनि वेबसाइटमा हालेर त संसारभरि अहिले ल पदमबहादुर त मुद्दै सकियो भनेर बोल्यो र पदमबहादुर भनेको त गद्दारी हो भनेर पनि घोषणा गरिरहेको छ। यो कस्तो तपाईँहरू। त्यस कारणले जब यो पोलिसी आयो, योभन्दा अगाडिको त सब गयो, जुन नेपाल सरकार र बेलायत सरकार मिलेर जुन हामीलाई शोषण गर्ने पोलिसी थियो नि पहिलाको, गयो त्यो घिरिङघाटमा गयो, रड्डीको टोकरीमा गयो। र यति राम्रो पोलिसी आएको छ, सम्मान कमनवेल्थ कन्ट्री सराको भनिराखेको छ। अनि हामीले चाहिँ फेरि बाँकी नै छ भनिराखेका छौँ हो। हाम्रो वकिलहरूले पनि त्यही भनेका हुन्। पेन्सनको मुद्दा पहिलाको वकिलले गोपाल फिल्साइनाले बिगारेकै हो, ब्रिगेड अफ गोर्खासँग मिलेर बिगारेकै हो, पेन्सनको मुद्दा नलाग्ने बनाएकै हो। हामीले पेन्सनको मुद्दालाई आधार बनाएर अघि बढ्यौँ भने गोर्खाले मुद्दै जित्दैन। त्यस कारणले नयाँ इस्युलाई आधार बनाएर अघि बढ्नुपर्छ। जबकि 97 भन्दा अगाडिको र पछाडिको भनेर किन छुट्याइयो, त्यसैलाई नै आधार बनाएर हामीले मुद्दा लड्यौँ भने हामी जित्छौँ। जब यो मुद्दा लड्ने जित्ने बित्तिकैमा हामीले सारा सर्लप्त पेन्सनको मुद्दा पनि स्वास्थ्य जित्छौँ भन्ने उहाँहरूको राय सुझाव अनुसार हामीले यो लड्यौँ। अब त सबै पाइन्छ। र अर्को कुरा, यदि हामीले पेन्सनको मुद्दा लडेर पेन्सनको मुद्दा जितेको भए पनि तपाईको 15 वर्ष र 22 वर्षको सवालमा रेसियोमा ल्याउँदाखेरिमा
पेन्सनको मुद्दा हुने थियो, तपाईँको पेन्सन हुन्थेन। इक्वल जित्ता पनि एउटा सिपाहीको 350 देखि 400 पाउन्डसम्म हुने थियो। त्यो पेन्सन जितेको भए तपाईँले पहिला त्यो पेन्सन जितेको भए तपाईँले यो राइट पाउनुहुन्थेन। यो राइट नपाएको भए तपाईँको छोराछोरी जान पाउने थिएन। अहिले त यो राइट जितेर सबभन्दा ठुलो के भयो, तपाईँ बेलायत जाने बित्तिकै फाइदा के भयो, तपाईँ बेलायत जाने बित्तिकैमा 60 वर्षभन्दा मुनिकाले पनि तपाईँ अपङ्ग काम गर्न नसक्ने अवस्था हुनुहुन्छ भने घर बाल पाउनुहुन्छ, महिनाको 700 पाउन्ड बस्ने घर बाल। 60 वर्ष नागेपछि पनि तपाईँले घर बाल पाउनुहुन्छ, महिनाको 700 पाउन्ड। अर्को 21 पछि तपाईँले 700 पाउन्ड भत्ता पाउनुहुन्छ। तपाईँको श्रीमती बधाईले पनि 280 देखि 290 सम्म भत्ता पाउनुहुन्छ। 1000 पाउन्ड महिनै पछि भत्ता पाउनुहुन्छ, तपाईँको पेन्सन अलावा। लन्डनमै बसेपछि तपाईँको रुवा खोकीदेखि लिएर सबै निःशुल्क स्वास्थ्य उपचार हुन्छ। तपाईँ यहाँ बस्दाखेरिमा 60 वर्ष बाँच्ने बाजे बजाई लन्डनमा गइसकेपछि 70-80 वर्ष बाँच्नुहुन्छ। तपाईँ लन्डनभरि घुम्नको लागि रेलको बसको निःशुल्क पास पाउनुहुन्छ। बाजे र बधाईले महिनामा त्यसरी खाए पनि बसी बिहान र बेलुकासम्म मासु र भात खाए पनि 200 पाउन्डभन्दा 1 पैसा खर्च गर्न सक्नुहुन्न। महिनाको 800 पाउन्ड तपाईँको बच्छ पेन्सन बाहेक। अनि महिनाको 800 पाउन्ड बचेपछि तपाईँको यहाँको हिजो तपाईँ अलि रोगी हुँदाखेरिमा हेला गर्ने बुहारी र छोराले महिनै पछि तपाईँको त्यतिखेर 80-90 हजार पठाउँदाखेरिमा मेरो बाजे मेरो ससुरा त अझ 100 वर्ष बाँचोस् भनेर हिजो हेला गर्ने बुहारी र ससुराले तपाईँको फोटोमा पूजा गरेर बस्छन्। हिजो तपाईँले अलिकति खोक्दाखेरि पनि यो बुढो कहिले मर्ला भनेर हेला गर्ने बुहारीले त्यो महिनै पछि 80-90 हजार नेपालमा पठाउँदाखेरिमा मेरो बाजे 100 वर्ष बाँचोस् 200 वर्ष बाँचोस् भनेर फोटोमा पूजा गरेर राख्छन्। त्यो सुविधा के हो, तपाईँको पेन्सन अलावा। त्यसपछि अर्को फाइदा के भयो, तपाईँका त्यस्ता आधारमा तपाईँका छोराछोरीहरू पनि विभिन्न उसमा घुसाउन पाउने भयो। तपाईँका छोराछोरीहरू घुस्यो भने अघि नै भनिसक्नुभयो हाम्रो वकिलले, जेनेरेसनलाई यसले ठुलो फाइदा पुर्याउँछ। त्यसकारणले अहिलेसम्म मैले महाधिवेशनमा बोलेको एउटा शब्दलाई विषय बनाएर पदमबाजले नेकपा एमालेलाई माओ के अरे बाउ भन्यो भने संसारभरि अहिले समाचार फैलिराखेको छ। लन्डनको मोडर्नमा बोलेको एउटा विषयलाई लिएर गोपाल र रामनारायण कन्दवाललाई पदमबाजले मार्छु भने धम्की दियो भनेर अर्को समाचार फैलिराखेको छ। पोखरामा बोलेको एउटा शब्दलाई लिएर पदमबाज त मुद्दै सकियो भनेर संसारभरि फैलिराखेको छ। आज पनि यो सभामा मैले एउटा नयाँ शब्द बोल्नै पर्छ, किनभने हाम्रो कोही भाइ बहिनीहरू होला नि यहाँनिर
मेरा भाइ बहिनीहरू होलान्, मभन्दा मुनिका भाइ बहिनीहरू हुन्छन्। भरे यो आमसभा